हेर्नुहोस् हामी कुवेत आएको होइन। अब कुवेतको डिनर अब देशको सबैभन्दा ठुलो पैसा हो विश्वको होइन। त्यही भएर अब हामी चाहिँ कुवेत आएको। यहाँ मेरो साथी हो। तिम्रो नाम के हो? सुनिल घले सुनिल घले। घर कता हो? गोर्खा अनि पैसा कतिको टिपिँदैछ त? डिनर छ विश्वको सबैभन्दा ठुलो पैसा। के टिपिँदैन खाना मात्र भइरहेछ। खाना मात्रै पुगिरहेछ है। अनि अनि ल हेरौँ त यो चाहिँ के भइरहेछ त? के भएर यस्तो लुगा भिजेको हो त? अब ड्युटीबाट आएको हो अहिले? ड्युटीदेखि भर्खर यस्तो अनि यो पैसा सबै टिप्नु जस्तो कतिको सजिलो रहेछ त? ल हेरौँ त कति पैसा टिपेर ल्याएछ। ल झारी हेरौँ त। ए ल पैसा त यत्रो ल्याएछ नि त हो नि। के गर्ने यस्तो ठाउँमा ड्युटी गर्नु पर्ने। अनि अब अहिले अब यहाँ कुवेतको तापक्रम भन्नु पर्दाखेरि चाहिँ होइन अब अहिले 55 डिग्री सेन्टिग्रेडसम्म पनि पुगेको छ होइन। त्यही भएर गर्मी एकदम कडा छ। बाहिर काम गर्नु एकदम साह्रो छ होइन। यो भिजेर यो पनि भिजेर तपाईँहरूले देखिहाल्नुभयो साथीको कपडा भिजेर होइन कति पानी झरेको छ भनेर होइन। के गर्ने, परदेश सबैजना परदेश भनेर खुसी हुन्छ। तर अब परदेश आएपछि सबै कुरो थाहा हुँदो रहेछ। जस पैसा कसरी टिपिँदो रहेछ र अहिले साथीले कसरी टिपेर लिएर यहाँनिर झारेको थियो यहाँ हेर्न सक्नुहुन्छ तपाईँले होइन। यो ल साथीले त डिनर त धेरै नै लिएर झारेछ होइन। के गर्ने, परदेशको दुःख यस्तै छ।